सोल्टी के छ सुतिरहेछौ त नाइट ड्युटी हो कि डे हो तिम्रो आज मेरो क्लोजिङ हो यार आज क्लोजिङ छ ड्युटी छ यार ए क्लोजिङ हो तिम्रो ड्युटी म एकछिन त्यहाँ नेपाल फोन गर्छु तिमीलाई डिस्टर्ब हुँदैन नि ए नेपाल फोन गर्ने हुन्छ गर नि यार गर ए ल ल म एकछिन कुरा गर्छु है त्यसो भए कहाँ हेर्छन् फोनै उठाउँदैन नि त ए ठुलैले फोन गरेर हजुर बुवा नमस्कार के छ आरामै हुनुहुन्छ हेलो बाबु के छ खबर नमस्ते बाबु नमस्ते ए ठिक छ बुवा ठिक छ मेरो पनि सबै ठिक छ अनि के छ तपाईँहरूको त्यता मम्मी कता हुनुहुन्छ मम्मी बजार गई चाहिँ बेलुकाखेरतिर आउँछ कि ए हो बुवा के छ तेरो यस्तै गर्मी छ बुवा दुबईमै यस्तै हो नि एसी खोलेर बस्दा पनि पुरै गर्मी भइरहेको कि स्यान्डो कट्टु लाएर बस्नु भइरहेको छ गाह्रो छ नि बुवा यता त ए हो र बाबु अनि के छ अलिक थकाइ लागिरहेको छ यस्तै छ बुवा हुन्छ बुवा भइहाल्छ नि साँच्ची सुन्नु नि बुवा एउटा कुरा भन्नु थियो तपाईँलाई ए के कुरा हो बाबु भन्नु यसपालि चुनाव पनि आइरहेछ के छ तपाईँको विचार भोट कता हाल्ने के यो पनि सोधिराख्नु पर्ने कुरा हो त पुरा गाउँलेलाई थाहा छ तेरो बाबुले कहाँ भोट हाल्छ भनेर मेरो बाउले पनि त्यहीँ हाले म पनि त्यहीँ हाल्छु तैँले पनि त्यहीँ नै हाल्ने हो तेरो छोराछोरीले पनि त्यहीँ नै हाल्ने हो त्यस्तो होइन कि बुवा आजसम्म मैले तपाईँले भनेको कुरा मानेकै छु पार्टी भन्ने कुरो दायाँ बायाँ हुन्छ आजसम्म मैले तपाईँले भनेको कुरा केही काटे पनि छैन तपाईँले भनेको कुरा सबै माने पनि छु नि त बुवा तर यो चोटि चाहिँ तपाईँले होइन त्यो मेरो पार्टी त्यही पुरानो पार्टी भनेर चाहिँ सुख पाउनु हुँदैछ देशले चाहेको युवाहरूले खोजेको यो चोटि चाहिँ तपाईँले बालन दाईलाई नै प्रधानमन्त्री बनाउनुपर्छ यो चोटि चाहिँ अब म विदेश भयो भने तपाईँले बालन दाईले चाहिँ भोट हाल्नुपर्छ है बुवा